वेलकम ब्याक टु माई च्यानल गाइज। आज चाहिँ म र अरुण सर जाँदैछौँ नागार्जुनतिर। त्यहाँ चाहिँ आयुर्वेदा हेल्थ होमले एउटा इभेन्ट अर्गनाइज गर्न लागेको रहेछ। आज त्यो इभेन्ट सुट गर्न जाँदैछौँ हामी। लेट्स सी आजको इभेन्ट कस्तो हुन्छ भन्ने कुरा। यो बाटो हिँड्नु त हिँडेको रहेछु म। यहाँबाट त्यो के चोकमा पनि निस्किन्छ त यहाँबाट सिधै हजुर हामी लेफ्ट कति सिधै हो। तपाईँ पहिला नि आउनु भएको थियो यहाँ? म आएको थिएँ नि सर चुनावको अघिल्लो दिन। ए गाली खाएको भिडियो यहीँ खिचेको हुन्छ सर। कसरी खिचायो भैँचाला आस्तो कस्तो हल्ला गयो भनेको थिएँ नि। भैँचा लाग्छ त अमिर केसरी सागको भिडियो खिच्न आएको थियो नि तपाईँ। अमिसहरू यहीँ बसेर हेर्नु र। मम्मी यार यहाँतिर त नि हजुर यहाँतिर त भरे उकालो तान्ला तान्ला होइन अप्रोड भए त अलिक गाह्रो पर्छ सर। ढलान छ कता हो? तलै हो सर। त्यो तल जाउँ भने इन्टिमिडेन्ट खाँदा भन्थे न यहाँ हो कि अर्को हो कि यहाँ आइतिर फेरि यहाँ त होइन नि अर्कैतिर हो भन्थ्यो। उदय हो सर बिल्डिङ अगाडिको तल मम्मी यो उकालो त नि भरे गाह्रो पर्ला जस्तो तरुण सर माथि आउनुलाई। के साह्रो गाह्रो पर्छ र? गाह्रै पर्छ नि स्कुटर तान्दैन यस्तो त छ नि। गेटै अगाडि आइपुग्यो कि अब यहीँ हो र? होइन एक खेप तल ओइ कहाँ ठोक्यो यार? पुरै टर्निङ रोड पर्ला एउटा ला टप गर्छ त। त्यो साइड लाउनु पर्ला सर। ओके लौ जा आयुर्वेदा हो भने ल गाइस अहिले चाहिँ हामी आइपुगिसक्यौँ आयुर्वेदा हेल्थ होममा। यता चाहिँ के तामझाम भइरहेको रहेछ। हावा पनि कम लाग्ला होइन? हावा पनि कम लाग्ला। ओके ल गाइस हामी काममा लागिसकेका छौँ। यो आजको भेन्यू यही ठाउँमा चाहिँ आज इभेन्ट भइरहेछ। आयुर्वेद हेल्थ होम प्रेजेन्ट्स आरोग्योत्सव सेलिब्रेसन अफ फर्स्ट इन्टरनेसनल वेलनेस डे। रेडियो थोरै आउनु भएको थोरै उभिएरै हो। एकैछिन तपाईँ थोरैदेखि आधा मात्रै देखेँ है, अझै त्यसो हुँदैन। ल स्टार्ट।
नमस्ते। प्रथम आरोग्य दिवसको उपलक्ष्यमा सबैजनालाई शुभकामना व्यक्त गर्न चाहन्छु र आजको यस आयुर्वेदा हेल्थ होमले आयोजना गरेको यस कार्यक्रममा पाल्ने सम्पूर्ण व्यक्तिहरूमा धन्यवाद व्यक्त गर्न चाहन्छु। थ्याङ्क यू। उसको प्रियाको पर्वत भएन प्रियाको पर्वत हात बाहिर अलि बाहिर हो ल ल डन ए को नानी हो फेरि नानु छडिदेऊ एकछिन छडिदेऊ होल गर्न गाह्रो भयो भयो ल सिम्पल हेर ये साइडमा एउटा म क्लिप लिइहाल्छु त्यसपछि लिनु ल केही गाह्रो छ यसमा त्यसो भए म एउटा रेडी हो दिदी हात तन्काएर पाहुना एकछिन धेरै धेरै भयो यो ढुङ्गामा के तपाईँ अलि उँभो त्यो बिचमा हो ल यसैको सिधा स्ट्रेट हुने फेरि यहाँ हेर न एकचोटि ठिक छ ल अभी बेन बस मजाले बस यसमा के मुभमेन्टहरू छ कि यति मात्रै हो यति मात्रै हो
नाटक एक मौका। मानिसले आफ्नो स्वास्थ्यलाई त्यति बेला मात्र सम्झिन्छन् जब शरीरले मौनता तोडेर पीडामा बोल्न थाल्छ। व्यस्तताको भिडमा हराउँदै ठुला सपनाहरू पछ्याउँदै सानातिना लापरवाहीहरू जम्माउँदै जान्छन् र थाहा नपाउँदै त्यही साना व्यवस्थाहरू बिस्तारै एउटा दृश्य रोगको रूप लिन्छन् जसले शरीर मात्र होइन जीवनको सन्तुलन नै खोज्न थाल्छ। सहरको एक कोठा जहाँ सपना ठुला छन् तर जीवनशैली बिस्तारै टुक्रिँदैछ। यी हुन् हाम्रा पात्रहरू आरोही र सुप्रिया। दिनभरि दौड, कलेज, असाइनमेन्ट, अपेक्षाहरू। रात पर्दा शरीर आराम खोज्छ तर मन भुलिन्छ जङ्क फुडको स्वाद र बाध्यतामा, मोबाइलको उज्यालोमा र अन्तहीन स्क्रोलिङमा। घडी अघि बढिरहन्छ, निन्द्रा ढाडिँदै जान्छ। बिहान त हुन्छ तर ऊर्जा हराएको हुन्छ। शरीर थाकेको, मन अल्झिएको र जीवन फेरि त्यही हतार, त्यही व्यवस्था, त्यही दोहोरिरहने गल्तीमा हराइरहन्छ। यो केवल कथा होइन, यो हामी सबैको वास्तविकता हो। आरोही र सुप्रिया यी केवल पात्र होइनन्, यी जीवनका विभिन्न बाटोमा हिँडिरहेका हामी सबैका प्रतिबिम्ब हुन्। ल गाइज, आजको इभेन्टको अन्तिम चरणमा आइपुगिसकेका छौँ हामी। अब केही बेरमा चाहिँ इभेन्ट खत्तम हुनेवाला छ। अब चाहिँ पालो भएको छ हाम्रो खाना खाने। मार्सी बजाइदिए लौछ के कोदो नुडल्स कोदोको नुडल्स त गड्यौला जस्तो छ त। लौछ साग खानुहुन्थ्यो होइन तपाईँ त? पालक पनिर खान्छ नि के हो यो फेरि? पालक पनिर पुरै बाबा सागै हो सर। पालकको साग पनिर यो नखाउँ यार, छेर जस्तो रहेछ। के रहेछ? छेर जस्तो लौछ के फेरि हो? अचार धनियाँ गजर हो यार यो त कहाँ गयो? यो त टाँसेर बसेछ तर छँदै नगयो। ला फेरि ल सबै झर्दिएर के हो फेरि हो? हो यो नहर खानेकुरै होला सर। हो र? खै त्यो त नखानु जस्तो लागिरहेछ मलाई। टेस्ट गरेँ कति मिठो हुन्छ के भन्थ्यो नि एउटा हाम्रो त्यो त आलुको मुना जस्तो छ। ए यता त घना जङ्गल पो छ त हौ। घना जङ्गल पो छ त यता त। लन्च फुल भयो के हो यार यो फेरि? यो के हो भन्ने कुरामा के खायो त कस्तो टेस्ट
साग जस्तो रहेछ साग जस्तै रहेछ काँचै साग आयुर्वेदिक खेल थोम सुनसान ठाउँमा आएर चाहिँ हामी मस्तसँग खाना खायो होइन अरू चाहिँ के अरे स्वास्थ्य चेक गर्न आउँछ हामी चाहिँ खाना खाना आयो हामी चाहिँ लन्च पनि गरियो ब्रेकफास्ट पनि गरियो बिहान कतिखेर हामीले 9 बजे आइपुग्यो 3 बजेतिर चाहिँ हामीले खाना खाएर यसो बाहिर निस्केर हेर्दाखेरि यस्तो देखियो हेर्नुहोस् तपाईँ पनि के को रुखहरू यिनीहरू चाहिँ किनौनेको हजुर ल गाइस अब चाहिँ हाम्रो सुट कम्प्लिट भयो आजको अनि अब हामी सामानहरू प्याक गर्न लागिरहेछौँ ओके गाइस ल अहिले चाहिँ हामी लागिसक्यौँ नागार्जुनको आयुर्वेद के अरे सर्यो आयुर्वेद हेल्थ होमबाट बाटो चाहिँ एकदम उकालो भएर यहाँ गाह्रो पर्ला जस्तो भइरहेछ अब यहाँतिर त तान्ला र तानिरहेछ तान्नु चाहिँ हाते मात्र हो आयो तान्यो तानिरहेछ गाइज स्कुटरले अहिलेसम्म चाहिँ ए को स्कुटर आइरहेको रहेछ ओके गाइज अहिले चाहिँ आजको नागार्जुनमा रहेको आयुर्वेदाको इभेन्ट सुट भ्याएर चाहिँ फर्किसक्यौँ अफिस आएर नि अब रुमतिर चलेको यस्तै नै हो अब काम कुरो भन्ने कुरो भइहाल्छ हल्का फुल्का खासै त्यस्तो धेरै भ्लग त बनाइएन आज अनि कस्तो लाग्यो भ्लग चाहिँ अब यसो कमेन्टहरू गर्नु होला अनि भिडियोलाई लाइक पनि गर्नु होला च्यानललाई सब्सक्राइब गर्नु होला भन्दै आजको लागि चाहिँ यति नै थियो थ्याङ्क यू सो मच फर वाचिङ गाइज बाई बाई सी यू अन द नेक्स्ट भ्लग